जुन प्रश्न राख्नुभयो, हामी निर्वाचित भएर आए पश्चात जनताको सामान्य आवश्यकताहरू परिपूर्ति गर्नका निमित्त जोडबलले हामी लागिरहेका नै छौँ। तर अलिकति जनताको आवश्यकता, जनताले चाहेको अपेक्षाअनुसारको कामहरू गर्न चाहिँ असहज नै हुने रहेछ। किनभने बजेटको अभावको कारणले हाम्रो पौवादुङमा गाउँपालिका त्यसै पनि सानो गाउँपालिका, आर्थिक रूपमा यहाँको चाहिँ हाम्रो आन्तरिक राजस्व कम हुने पालिका हो। त्यस हिसाबले सङ्घको प्रदेशको बजेटहरू एकदम न्यून छ। त्यो हिसाबले पालिकाको बजेट स्रोतहरू सानो भएकोले सबै कामहरू गर्न सकिएको छैन। तथापि त्यो बजेट, त्यो भाँडोको आधारमा, त्यो स्रोत साधनको आधारमा हामीले गर्दै आएका छौँ र त्यति धेरै असन्तुष्टि पनि छैन। अब तथापि अपेक्षा गरेको कामहरू त गर्न सकिएको छैन। गर्ने प्रयत्न गरिरहेका छौँ हामीले अहिलेसम्म। हामीले चाहिँ समग्र सबै पक्षलाई समेटेर नै विकास निर्माणका कामहरू अगाडि बढाइरहेका छौँ। हामीले वडा स्तरको सिलिङ 30 लाख र त्यसभन्दा बाहेक पालिका सिलिङबाट पनि योजनाहरू चलाउने गरेका छौँ। पालिका सिलिङबाट पनि प्रत्येक वडाको अलि ठुला बजेटहरू लगानी गरेर ती कामहरू गर्दै आइरहेका नै छौँ। हामीले सडकमा, त्यस्तै शिक्षामा, स्वास्थ्यमा लगायतका अन्य क्षेत्रमा पनि हामीले विकासका कामहरू, जनताका कामहरू, जनताका आवश्यकताहरू परिपूर्ति गर्नका निमित्त काम गर्नुपर्ने अवस्था छ र त्यो हिसाबले हामी गरिरहेका छौँ। र अहिले सडकको सन्दर्भमा अलिकति भन्दाखेरि हामी आएपछि यो पौवादुङमा पाँच्यौँ सानोदुम्माको अन्तिम बिन्दु, यो धनकुटाको सिमाना पाखरीबास नगरपालिकासँग जोडिएको अरुण नदी अँधेरी घाटसम्म ग्राभेलको बाटो हामीले पुर्याएका छौँ। यो तीन साल भयो लगभग हामी आएको सुरु वर्षमा नै त्यो काम सम्पन्न गऱ्यौँ। र अन्य क्षेत्रमा पनि प्रत्येक टोलमा लगभग सडकको सञ्जालहरू पुर्याइसकेका छौँ। एउटा दुईवटा टोलमा पुगेको छैन। यो आर्थिक वर्षमा पुग्ने गरीको उद्देश्य राखेर बजेटहरू पनि राखेका छौँ। सडकको सन्दर्भमा प्रत्येक टोलमा लगभग पुर्याएको स्थिति छ। र अब विद्युतको सन्दर्भमा हाम्रो लगभग 80-85% काम सम्पन्न भइसकेको छ। एउटा दुईवटा टोलमा मात्रै हामीले सञ्जाल विस्तार गर्न बाँकी छ। त्यसको लागि पोल तारहरूको अभाव भएकोले हामीले विद्युत प्राधिकरणसँग पनि सहकार्य गरिरहेका छौँ। उहाँसँग समन्वय गरिरहेका छौँ। हाम्रो यो कार्यकालभित्र लगभग उज्यालो वडा घोषणा गरिन्छ कि भन्ने हिसाबले हामी लागिरहेका छौँ। र त्यस्तै खानेपानीको सन्दर्भमा पनि खानेपानी एक घर एक धाराको खानेपानीहरू हामीले घर घरमा पाइप र ट्याङ्कीहरू चाहिँ पुर्याइसकेका छौँ। तर ट्याङ्कीमा पानी कसरी भर्ने र जनतालाई कसरी वितरण गर्ने भन्ने पाटोमा गम्भीर ढङ्गले लागिरहेका छौँ। हाम्रो चाहिँ यो पौवादुङमा खानेपानी आयोजना भनेर चलिरहेको छ। त्यो आयोजनाको खानेपानी यहाँ ल्याउन एकदम कठिन भएको छ, मुहान सानो भएको हुनाले। र हामीले यहाँ स्थानीय स्रोतहरूलाई, स्थानीय मुहानहरूलाई खोजेर यहाँको स्थानीय हाम्रा जनताहरूलाई चाहिँ खानेपानीको परिपूर्ति गर्ने तर्फ हामी प्रयत्न गरिरहेका छौँ। र शिक्षाको पाटोमा हामीले प्रत्येक विद्यालय, हाम्रो यो 5 नम्बर वडामा 6वटा विद्यालयहरू छन्। एउटा मावि, 2वटा 8सम्म चल्ने आधारभूत र अरू 3वटा प्राविहरू छन्। यी विद्यालयमा हामीले पोसाक वितरण, ट्र्याक सुट वितरण, त्यस्तै गरी ड्रेस, सर्ट प्यान्ट वितरण र यही आर्थिक वर्षमा हामीले अब छिटै नै टी सर्टहरू वितरण गर्ने लागिरहेका छौँ। र अन्य खेलकुदका कार्यक्रमहरू पनि हामीले गराएका छौँ। गत आर्थिक वर्षमा राष्ट्रपति रनिङ सिल्ड पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएन। र वडामा चाहिँ त्यो छनक दिने टाइपको खेलकुदको कार्यक्रमहरू हामी यहाँ 6वटा विद्यालयलाई समेट्ने गरी गरेका छौँ। र त्यस्तै शिक्षाकै सन्दर्भमा विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धिमा अलिकति टेवा पुगोस् भन्ने हिसाबले हामीले शैक्षिक प्रदर्शनी पनि गराएका छौँ। विद्यार्थीहरूले आफूले आफ्नो प्रतिभाहरू, आफ्नो कलाहरू उहाँहरूले बनाउनुहुन्छ र प्रदर्शन गर्नुहुन्छ। त्यो हिसाबले गत आर्थिक वर्षमा गऱ्यौँ र यो साल पनि हाम्रो त्यो हुन्छ। र सँगसँगै हामीले चाहिँ शैक्षिक गुणस्तर वृद्धिका लागि पौवादुङमा गाउँपालिकाभित्र नै भित्रिएको एउटा QWS भन्ने प्रोजेक्ट, त्यो प्रोजेक्ट मार्फत सुरु वर्षमा
पहिलोचोटि नै हाम्रो 5 नम्बर वडाको महादेवी आधारभूत विद्यालय भन्ने सुप्लामा अवस्थित छ। त्यो विद्यालयमा हामीले 8 कोठे भवन बनाउनका निमित्त पनि त्यो संस्थाले बनाइदिनु भएको छ। हामीले सल्लाह लियौँ, उहाँहरूसँग समन्वय गऱ्यौँ र हाम्रो पालिका अध्यक्षज्यूको विशेष पहलमा त्यो काम सम्पन्न भइसकेको छ। त्यसरी हामीले शैक्षिक क्षेत्रमा पनि गर्दै आइरहेका छौँ। स्वास्थ्यको सन्दर्भमा स्वास्थ्य अस्तव्यस्त रहेको हाम्रो स्वास्थ्य भवन हामी सानो एउटा टहरोमा हामी चलाउँथ्यौँ। त्योभन्दा अगाडि हामी आइसके पश्चात त्यो अस्तव्यस्त भएर रहेको जुन भवनलाई चाहिँ पूर्णता दिन लाएर त्यो भवन हामीलाई हस्तान्तरण गर्नुभयो उहाँहरूले, ठेकदारले, र त्यस पश्चात हामीले सुविधा सम्पन्न भवनमा चाहिँ अहिले सेवा दिइरहेका छौँ जनताहरूलाई। र यसरी हामीले काम गर्ने प्रयत्न गर्दैछौँ जनताहरूका निमित्त, र आगामी दिनमा पनि हामी केही गर्ने प्रयत्न गरि नै रहनेछौँ। र त्यसका बावजुद त्यसका निमित्त चाहिँ अलिकति हामीलाई बजेटकै अभाव रहेको स्थिति छ। अहिले देशको स्थिति यस्तै छ। अब सङ्घको प्रदेशको मुख ताकेर पनि अब पहुँचको आधारमा, शक्तिका आधारमा उहाँहरूले आवश्यकताको आधारमा नहेरेर आफ्नो क्षेत्रमा लगाउने जुन माथिल्लो स्तरका गतिविधिहरू थिए त्यो गतिविधिहरूबाट पनि हामी अलिक टाढै भयौँ र हामीले त्यो किसिमको बजेटहरू यहाँ उपभोग गर्न पाएनौँ। र अहिले त झन् अस्तव्यस्त नै छ। जुन यो जेएनजी अभियानले गर्दाखेरि चाहिँ देशको अवस्थै यस्तो छ। अब यो स्थितिमा त हामीले आश गर्ने ठाउँ पनि रहेन। यसरी नै हामीले अब जो सानो स्रोत साधनको बावजुद, सीमित साधन भए पनि त्यसलाई सही ढङ्गले, सही ठाउँमा, सही सदुपयोग गरेर जनताको हितका निमित्त काम गर्दै आइरहेका छौँ र आगामी दिनहरूमा पनि हामी गर्ने प्रयत्न गर्नेछौँ। हामीले फरक क्षमता राख्ने जुन अपाङ्गता भएका हाम्रा जो व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई हामीले अब उहाँहरूले आफ्नो क्षमता अनुसारको, आफ्नो शारीरिक अवस्था अनुसारको तालिमहरूको व्यवस्थापन गर्दै आएका छौँ। र उहाँहरूलाई हामीले जस्तो साना बालबालिकाहरू हुन्छन् जो विद्यालय जाने उमेरका, ती उमेरकाहरूलाई केही प्रोत्साहन गरेर उहाँहरूलाई बाहिर विद्यालयहरूमा पठाउने खालको कार्यहरू, गतिविधिहरू गर्दै आएका छौँ।